काजु काजु भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँछ त्यो तपाईँले सोच्नु होला। आज हामी काजु खेती गरिरहेका एकजना बडो जोसिला जाँगरिला कृषकमाझ आइपुगेका छौँ। मोरङ जिल्लाको पथरीमा छौँ। बाँकी कुराहरू म उहाँसँग जानकारी लिन्छु। नमस्कार सर, मेरो नाम भुवनेश्वर पोखरेल। म लगभग अहिले 75 वर्ष पुगिसकेँ। रिटायर शिक्षक हो सर म, र यस ठाउँका बालन सङ्गिनी विभिन्न कामहरू पनि गर्छु। धार्मिक संस्कार र संस्कृति जोगाउने उद्देश्य छ भने यो काजु जुन मैले खेती गरिरहेको छु यो चाहिँ राष्ट्रव्यापी पैसा चाहिँ भारतलाई दियो हामीहरूले। त्यसो हुँदा यसरी दिनु हुँदैन। युवा तपाईँहरू जस्ता मान्छे विदेश नभइकन यस्ता 10वटा बोट रोप्नुभयो भने तपाईँहरूले विदेशमा गएर यहाँ लगभग मन्त्रीसम्मको जागिर खाए पनि यसले मैले एउटा बोट छ यति 80-90 हजारको म 2 वर्ष जति भयो यस्तो बिरुवा बनाएर नि बेच्दैछु। दाना पनि 3500 रुपियाँ किलोले बेच्छु। त्यसो हुँदाखेरि मेरो लक्ष्य चाहिँ उहाँहरू जस्ता युवा, अर्जुन भाइहरू जस्ता युवालाई पनि यही व्यवसायमा लगाएर नेपालका धेरै ठाउँमा धरान विराटङ, धरानदेखि वारपार जाँते लेटाङ भन्ने ठाउँमा साह्रै फल्छ सर। यो कालो माटो चाहिन्छ, केही भिरालो चाहिन्छ। त्यसैले यो काजु खेती गरियो भने राष्ट्रका पैसा विदेशमा पठाउनु पर्दैन। किन पर्दैन भन्दाखेरि यसरी लाग्यो भने कृषिको उत्थान विकास पनि भयो, युवा बेरोजगार पनि भएनन्, नेपाल सरकारलाई नि सघाए। त्यसैले हामीहरूले यो काजु खेती मैले सुरु गरेको। म अब यसको अलिकति छोटो इतिहास पनि भन्छु है सर। ल मलाई सुरुमा तपाईँलाई बिचमा रोकेर पहिला हामी कुन ठाउँमा छौँ यो भिडियो हेरेर बस्ने दर्शकलाई जानकारी गराउनु। मैले त मोरङको पथरी भने, हजुर, बाँकी यो ठाउँ ठ्याक्कै तपाईँको यो ठाउँ कहाँनिर छ त भन्नु। सर यो हाम्रो अहिले यो काजु खेती भइरहेको चाहिँ पथरी शनिश्चरी वार्ड नम्बर 3 पर्छ। तर यसलाई चाहिँ तपाईँहरूले राजमार्गबाट लगभग सेल्फी रोड भन्ने छ माङलारेको यतापट्टि, त्यो विश्वको नक्सामै आउँछ। त्यहाँबाट सुइँ झर्ने बित्तिकै यहाँ 3 किलोमिटर 4 किलोमिटरमा यो मेरो घरमै आइन्छ। यो घर चाहिँ टावर भएको घर भन्नुभयो भने भुवनेश्वर पोखरेल, त्यो त काजु बा पनि भन्न थाले धेरैले। यहीँबाट पठाएको हो नि। त्यसैले त्यस्तै हो सर। यो राम्रो लाग्छ र मैले हजुरहरूलाई पनि यहाँ निम्ता गरेको भनौँ। हाम्रो अर्जुन भाइलाई ल त्यस्ता साथीहरू भइदियो भने यहाँ पठाइदिनु होला। यसलाई देशव्यापी बनाउनुपर्छ। जहाँ जहाँ फल्छ त्यो ठाउँमा चाहिँ 77 जिल्लाबाट मान्छे आउँछन् यहाँ बिरुवा लिनका लागि। पोहोर पनि मैले 1200-1500 बिरुवा यस्ता उत्पादन गरेर बेचिसकेको छु। 2 वर्ष जति भयो। त्यसो हुँदाखेरि यो राष्ट्रभरिका जनताले यो काजु जहाँ जहाँ फल्छ त्यहाँ चाहिँ सबैले रोपुन् र फलाउन् भन्ने मेरो उद्देश्य छ सर। मैले जे सोच्छु ठ्याक्क भन्नु होला है। तपाईँले यो काजुको बोट लगाएको चाहिँ कति वर्ष भयो, कहिलेबाट? ठ्याक्कै यो काजुको बोट लगाएको मैले 7 वर्ष भयो। अहिले 8 पनि लाग्न लाग्यो। मैले चारधाम जाँदाखेरि ऋषिकेश भन्ने हजुरले सुने होला भारतको, त्यो चारधाम जाँदाखेरि एकजना रामदेव भन्ने बाबाकामा धेरै यस्ता 50औं बोट लगाएको छ। त्यहाँ ठुलो फार्म छ, त्यहाँबाट मैले बिरुवा ल्याएको हो। त्यतिखेर 150मा ल्याएको थिएँ मैले। तर धेरै दुःखले रेलमा चढ्दा पनि यसरी जोगाएर ल्याएँ। एउटा मात्रै 150मा ल्याएको थियो मैले। 150 भारू एउटा मात्रै ल्याएँ। त्यतिखेर थाहा थिएन। जोगाएरै रेलमा चढ्दा बुढाबुढी गएका थियौँ पालो गरी यसरी समय प्लास्टिकको झोलामा र ल्यायौँ। काहीँ चाहिँ पाएको थिएन, काहीँ चाहिँ पाइयो। त्यस्तै यो दुःखसँग अब हामी यतिको बुढो मान्छेले त्यो काजुको बोटलाई तपाईँ पहिला काजु खानुहुन्छ क्या? त्यो एनर्जी एकदम काजु त म सधैँ अहिले पनि विभिन्न यो के जाति पनि छ यहाँ, हाडे बदम भन्छौँ, त्यस्ता उस्तामा सधैँ खाइरहन्छु। बिहान उठेर घरपतिले खुवाउँछिन्, अम्बिका चेलीले। त्यसो हुँदाखेरि यो जानेरै मैले ल्याएको हो। होइन, नेपाल आउन त हामी 7 दिनमा मात्रै आयौँ। 7 दिनसम्म काजुलाई जतन उसले भने त 2 दिनमा चाहिँ पानी हाल्नु यसमा। त्यति गरेपछि मात्रै सप्रिन्छ, नभए हुँदैन भने त नभन्दै त्यसो गऱ्यौँ। ठ्याक्कै ल्याएर यहाँ रोपेको 3 वर्षमा फल हो। यी रोपेको 3 वर्षमा फले पछाडि तपाईँले त्यो बेच्दाखेरि कति मूल्य बराबरको काजु बेच्नु? भर्खर यो त्यति भनेको 4 वर्ष मात्रै हुँदैछ सर। मैले पोहोरदेखि मात्रै यो हजुरहरूले विभिन्न भिडियो
आदि इत्यादिले गर्दाखेरि मान्छेहरू आउन थाले किन्न, नभए त हामी भुट्दै खाँदै उसिन्दै खाँदै गर्थ्यौँ तयार पारेर। त्यसो हुँदाखेरि 2 वर्ष भयो लगभग मैले 50-60 हजार चाहिँ वर्षेनी बेचिरहेको छु यसको बिउबाट। हजुर बेचियो भयो अनि यसलाई 2-3 वर्षमा हल्का त्यस्तो मलदल हाल्नुपर्छ जसरी हालेछ। एकदम सन्तुष्ट छु म चाहिँ। अधिराज्यभरि युवाले चाहिँ यो लगाउनुपर्छ भन्ने मलाई लागेको छ। सबै तपाईँहरू जस्ता युवाले विदेश जानु नपरोस्, काजु खेती गर्नु परोस्। र यहाँ मैले कृषि अधिराज्यभर यस्तो काजु खेती गर्ने मन भएका युवाहरूले चाहिँ तपाईँलाई सम्पर्क गरेर आए हुन्छ। धन्यवाद। अब एउटा कुरो म अलिकति भन्छु। यहाँ विराटनगरबाट कृषि मन्त्री, हाम्रो पूर्वाञ्चल क्षेत्रको कृषि मन्त्री एकजना राणा मगर भन्ने हुनुहुन्थ्यो हो, उहाँ आएर 2-3वटा गाडी लिएर आएर यहाँको मैले उत्पादन गरेको काजु मात्रै देखाउँछु। उसिनेर यसलाई सुकाउनुपर्छ 1-2 दिन, अनि सुकाएर तयारी हुन्छ त्यो काजु, फुट्छ आफै पनि, नभए ट्र्याक्टर हिर्काएर फुटाउनुपर्छ। तिहारहरू के आयो भने त्यो उसिनेर हामी आफै तयार गरेर आफै खान्छौँ, किन्न जानु पर्दैन। त्यसैले उहाँले के भनेको छ भने उहाँले धेरै साथीहरूले उहाँका अगुवा पक्ष पुलिसहरूले लगे किनेर, त्यतिखेर पनि मैले 125 रुपियाँ गोटा दिँदै थिएँ, अहिले 150 भन्छु। र उहाँलाई चाहिँ मैले दोडा बिरुवा त्यसै दिएँ। किन त्यसै भन्दाखेरि तपाईँले लगेर त्यो मन्त्रालयको अगाडि रोप्नु, त्यहाँ मेरो फोन र ठेगाना लेखिदिनु, अनि त्यहाँ छारी होस् तपाईँलाई सधैँभरि, अनि एउटा बिरुवा तपाईँको घरमा लानु र कहाँ हो घर त्यहाँ रोप्नु। औलो भने लेखमा हुँदैन। यो त्यस्तो सिपालु त होइन सर, म यसो पहिले केटाकेटी कराएको उहाँहरूलाई नै यसो पढाएको हो, त्यसो भने अलिअलि बोल्न चाहिँ सिकेँ। अनि उहाँलाई के भने तपाईँले यो अर्को चाहिँ के हो त, पैसा लिनुहोस् 150, 100 कति लिनुपर्छ लिनुहोस् भनेर दिँदै थिएँ। लिन्न तपाईँसँग। के मान्ने त भन्दाखेरि मैले भने अब यो प्रोसेसिङ गर्न मैले धेरै बिरुवा बेचेको छु। यहाँ फलेको छ, यहाँ तल मिलवाला फुमेल भन्छौँ, त्यहाँ पनि यस्तै फलिसकेको छ मैले दिएको बिरुवा। अनि प्रोसेसिङ गर्ने मेसिन तपाईँले पठाइदिनु पर्यो, 35-40 लाख पर्छ अरे भाडु, त्यो हामी मात्रै किन्न सक्दैनौँ। त्यसो हुँदा इन्डियामा पाइन्छ अरे, त्यो तपाईँले यहाँ स्थापित गरिदिनुपर्छ। त्यो चाहिँ तपाईँले गर्नुपर्छ भन्दा उनको डायरी ल्याएँ गाडीबाट, अनि लेख्न लगाएँ। म मेरो नाम ठेगाना लेखेँ, उनको पनि लेखेँ। म हटेर गए पनि हटिहाल्नुहुन्छ के गर्नुहुन्छ भन्दै थिएँ। हटेर गयो भने यो डायरी मेरो टेबिलमा हुन्छ। त्यो टेबिल चाहिँ कहिले यहाँ फलानाले यस्तो दिएको भने नभने पोहोर पनि गएर मैले सोधेँ त्यो कृषि कार्यालयमा, तपाईँ नै हो भनेर चिया खाजा खुवाएर पठाएँ। अहिले अब बोट त भर्खर फल्न 2टा मात्रै थालेका छन् सर। यो चाहिँ धेरै वर्ष भयो, अहिले 3-4 वर्ष भयो। बिरुवा चाहिँ अब यहाँ उत्पादन गरिन्छ र 1500-2000 जति बिरुवा उत्पादन गर्छु। त्यस्तो त रोगी हो छन्, आँप पनि हो, आँप त फलिराखेका छन् जति। यतापट्टि हेर्नु भने पान छ, मरिच छ, होइन यो त सुपारी हो, सुपारी हो। नरिवल चाहिँ यता छ, नरिवल पनि छ। म 75 लागेँ सर, म 7 सालको मान्छे होइन। त्यस्तो होइन सर, आफूले सकुन्जेल जाँगर चलाउने यस्ता भाइहरूलाई घचघच्याउने हरेक क्षेत्रमा। यही कृषिमा मात्रै होइन, संस्कार संस्कृति जोगाउन हाम्रो पूर्वेली भाका, बालन सङ्गिनी, देउडा ख्याली, यताको धान नाच, च्याब्रुङ नाच मलाई आउँछ। म लिम्बू गाउँमा बसेको 5 थरमा धान नाच्न पनि आउँछ मलाई। नाचेको पनि छु चेलीहरूसँग, च्याब्रुङ नाच, धान नाच, साकेला आदि पनि मलाई आउँछ। र अहिले हाम्रो बालन र सङ्गिनी म भाइ जानुहुन्छ, यसरी खेलाउँछौँ। कृषिमा पनि यसमा पनि बाँचुन्जेल केही न केही छोडेर जाउँ। अब एउटा कुरा मलाई भनिदिनुहोस्, यो काजु बिक्री चाहिँ हुँदो रहेछ? साह्रै बिक्री, हारालु छ। अहिले त मैले पाएकै छुइनँ। मैले 3500 रुपियाँ किलो एकजना बिरुवा राख्ने भाइ यहाँ मधेसे भन्छौँ हामी त, उहाँलाई लगेर दिएँ। उहाँले त 300-400मा बेच्नु हो, म चाहिँ 150मा बेच्छु बिरुवा। त्यसैले जति बिक्री हुन्छ अहिले काहीँ कतै केही नि छैन। नभए मैले अघि नै भने सरलाई भारतबाट मेसिन ल्याएर हामी प्रशोधन गर्छौँ केही वर्षमा। हस्, हामी कुराकानीको निकै अन्त्यमा छ। मैले केही सोध्न छुटाएँ, यो कुरा चाहिँ भन्थेँ मलाई सोध्दैन भन्ने खालको कुरा केही छ? त्यस्तो अवधि त छैन, तर तपाईँहरूलाई म मुरी धन्यवाद दिन्छु। यो
मेरो खेती चाहिँ राष्ट्रव्यापी होस्, जहाँ जहाँ हुन्छ त्यहाँसम्म यहाँ हजुरहरूले विज्ञापन पुर्याइदिनु होला र यहाँ मान्छे किन्न आइरहन्। बिरुवा म जसरी पनि उत्पादन गर्छु, सबैले पुर्याउने प्रयास गर्छु। यहाँहरू आइदिएकोमा मुरी धन्यवाद दिन्छु। हवस् त, धन्यवाद। हस्।